गाइस हामी चाहिँ यहाँ गोठमा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ मलाई चाहिँ अलिकति ज्वरो आयो, भारी पनि बोरी थियो, चिसोले होला सायद है, चिसोको कारणले पनि होला। मलाई ज्यान सन्चो छैन। हेर्न सक्नुहुन्छ यहाँ हामी गोठ आइसक्यौँ। केटाहरू यहाँ गोरु टन्नै जुझे, हाम्रो चाहिँ माथितिर छन्। लु गाइस हामी चाहिँ भैँसीलाई नुन खुवाउँदैछौँ यहाँ है। तीनटा भैँसीले मेरो राङ्गै हिँड्न अलि ढिलो गरो, भारी थियो छोडिदिएको उसलाई चाहिँ छप्के खनुरै लगाउन पहिला भनेको। भैँसीहरू चाहिँ यहीँ नुन खानेछन्, हेर्न सक्नुहुन्छ गाइस। हेलो गुड मर्निङ गाइस। यहाँ हामी चाहिँ बुकी आएर पनि बसिसकेको छौँ। दाइ यहाँ हुनुहुन्छ, म चाहिँ यता छु, वीरेन्द्र चाहिँ यता छ। अहिले अनेर पानी आइरह, त्यही भएर के छ वीरेन्द्र, केही भन्नु छ? ठिकै छ, खाँदैछौँ। अलि यहाँ अनेरो कन्टामा छन्, म यता। निर्माण केही छ भन्नु, कोहीलाई सन्देश दिनु छ? दिनु छैन कसैलाई नि। भर्खर चिया खाएको भन्न दाइले केही भन्नु छ? चिया खाइ भन्दैन रे। अब बर्खाबाट बुकीबाट लगेको पैसा अब सत्त बुकीबाट झर्ने। अब हामी पनि बस्छौँ होला, पानी सानी आउँदैछ के अरे, यसो छेउछेउ हेरेर जाने भनेको के अरे, कस्तो हुन्छ। बाहिर चाहिँ यस्तो पानी परिरहेछ गाइस है। अब हेर्न सक्नुहुन्छ यहाँ मुखसुख धुनेको वातावरणै छैन। हामी त रातभरि सुतियो, यहाँ उठ्यो, यहाँ चाहिँ सेचुन होइन, मुर्छला पारी। यता हाम्रो डिङ्गा चाहिँ रातभरि यहीँ बसेका, यता भर्खर यता भैँसीहरू यता गएका छन्। अब यहाँ ल्याइदिएपछि त अब चिन्ता भएन। अब यता चाहिँ हो सेचुन्नी ढुकाको छेरामा, ओ माथिको ढुकाको छेरामा च्याउ टिप्ने भनेको घटे कुहिरो लागेकोमा हो र के अरे, जाने भनेको त पानी आयो त खै। यस्तो छ गाइस, पानी आइरहेछ। अब हामी घर जाने भनेको त्यो डाँडा काटेर जाने। अब हेरौँ सक्छौँ सक्दैनौँ थाहा छैन। सो लेट्स सी नेक्स्ट भिडियो होइन। लास्टै जाडो गइरहेछ यहाँ, दिने वातावरण केही पनि छैन। अब गोठ चाहिँ यहाँ दाइलाई यहीँ छाडेर हामी चाहिँ जान्छौँ। पानी लास्टै पानी आयो क्या, त्यो भएर चाहिँ बसिरहेछौँ। अहिले हल्का ओठेको जस्तो छ, हेर्न सक्नुहुन्छ। सेचुन चाहिँ हो है गाइस चाहिँ गोठहरू यहाँ। पहिला चाहिँ जमानामा यो धुपीहरू यस्तो डेन्जर थियो कि हामी गर्दा, अहिले चाहिँ खासै मरिसकेछ। ओ टिटा टिटा भैँसीहरू चर्छन्, रातभरि तन्नै यहाँ भैँसी हाम्रो त्यहीँ बसेका हुन् के अरे। मोहन दाइको भैँसी जब भएको छ हाटो कारणले है, चिसो बढी छ। यस्तो हालतमा छन् हामी यहाँ गोठमा। नास्ता यहाँ छ्याङहरू खाँदैछन्, चियाहरू पिउँदैछन्। अब केटा हो खाना पकाउने आया गाइस। यहाँ चाहिँ भात खाने सुरु भयो। दाल चाहिँ थोरै खानु भयो, नखाने रे धेरै। निर्माणले चाहिँ तन्नै खाँदैछ। आगो यस्तो गुल्गेको छ कि यहाँ चिसोमा पानी आइरहेछ बाहिर। अब के गर्नु के भात। अब यता गाइस अब हामी चाहिँ भात चाहिँ खाने है, साल्ने साग खोर्सानी चाउचाउ। हामी झर्ने भनेको यसो चाहिँ हेरेर त खै पानी आयो। भाटियार के गर्ने केटा हो, सुत्ने भन्छन् त्यही भैँसीहरू उता चढ्दैछन्। अब हामी चाहिँ यस्तो हालतमा छौँ गाइज। वीरेन्द्र यहाँ छ, यहाँ हिउँ हालेको छ र हामी अलि झर्न सकिरहेको छैन मि। अनि यता हेर त निर्माण के छ त खबर? भर्खर सुतेर आएको, आँखा नि अलि सुन्ने छ होला। झन्झारी पानी परेको थियो, अहिले त उठेको त हेर त यार, यस्तो हिउँ हालेको छ यार। अझ हिउँ हेर्न सक्नुहुन्छ उता यहाँ माथि हेर्न सक्नुहुन्छ। हामी चाहिँ यता भरौरे ठरीतिर नेट चलाउने भनेर आएको, भर्खर नेट चलिरहेछ। सुतिर उठेको लास्टै भएको छ कि ज्यान चाहिँ यस्तो भएको छ कि हेर्नु सेचुनमा। भरौरे ठरी चाहिँ यहाँ माथितिर नेट चलाउने भनेर हामी आएको छौँ। हिउँ लास्टै हिउँ हालिरहेछ है। केटाहरू चाहिँ त्यहाँ पुगे। गोठ चाहिँ यहाँ पारीबाट अलिअलि देखिएछ, उता मुर्छला भइहाल्यो, हिजो देख्नु छ। यस्तो क्लाइमेट गएर कि हेर्नुहोस् ल। हेलो गाइस, म चाहिँ यहाँ भरौरे ठरी चाहिँ यसलाई भन्छ। सानोमा आएको, बालापनमा यता डुलेको भएर माया लागेर यता निस्केको। यहाँ गोरुहरू यता छन्, हाम्रो यता छन् कि बुढो छन् थाहा छैन। हिउँ यस्तो हिउँ हालिदिइराख।
सो यहाँ चाहिँ रासन भैँसी यता आएको रहन्छन् अब चाहिँ यताबाट झर्नु पर्यो मेराहरू हेर्न सक्नुहुन्छ है यस्तो छ बिजोग छ यार हिउँ हालेर म चाहिँ यहाँ भरौरे ठरी निस्केको छु हेर्ने गोरुहरू यता आएका रहेछन् र सेचुन चाहिँ त्यहाँ हाम्रो गोठ चाहिँ तलतिर छ त्यही सेचुनको भ्यू हेर्नुहोस् एकदम राम्रो छ है माथि मान्छे चाहिँ हिउँ हालिरहेको छ हामी जाने भनेको त्यहाँ हिउँ हालेको देखेर गएको छैनौँ लेट्स सी नेक्स्ट भिडियो होइन खै त भने बिजोग छ यार गाइस लास्टै डिङ्गाहरू सबै आइसकेका रहेछन् ल